लाउडे त अचम्मै भो उनको माया अचम्मै भो उनको माया अचम्मै भो उनको माया ओके सुरु गर्छु म यही गीतबाट कस्तो फिल भयो कि गरिरहेको बेलामा माइको ब्याट्री सकियो अब ठिकै पनि हो अब ज्योति मगर भनेको अहिले हाई भोल्टेज हो कि जे समात्यो त्यसकै ब्याट्री डाउन हुन्छ चाहे त्यो माइक होस् चाहे त्यो केटा सरी केटा त डाउन हुँदैन केटाहरू त चार्ज हुन्छ क्या अरे ओके है यस्तो बेलामा चाहिँ कस्तो फिल हुन्छ भनेपछि त्यो भ्यालेन्टाइन्स डे आउँदैछ नि तपाईँहरूलाई थाहा छ प्रेम दिवस आउँदैछ प्रेम दिवसमा त्यो पार्कतिर गएर केटा र केटी गरिरहेको बेलामा ठ्याक्क पुलिसले समातेको जस्तै हुन्छ कि यस्तो मजाले गीत गाइरहेको बेला फिल्डमा आइरहेछ दिइरहेछ त्यो बेलामा झ्यापो बत्ती जान्छ कि माइक अफ हुन्छ एनिवे त्यसपछि पछि गाउँला अहिलेलाई चाहिँ एकछिन रात पऱ्यो एकछिन भट्टी छिरौँ ल साँझ पख भट्टीमा छिरेको अब हेर्नुहोस् मगरको छोरी हो रक्सी र भट्टीसँग एकदम नजिकको सम्बन्ध छ मेरो त साँझ पख भट्टीमा छिरेको थाहै पाइन बिल कति तिरेको कान्छी मुसुकै पैसा मुसुकै अझै लाउडे त कान्छी मुसुकै कान्छी मुसुकै अब कान्छाको पैसा भुसुकै भएपछि कान्छीको त के हुन्छ त नाकु फुली टल्केको टिलीले सोल्टी राजा तीन पेकमै फिलीले पैसा हर स्वर सुकिरहेछ तर पनि केही छैन हामी लिपसिङ गर्ने कलाकारमा पर्दैन गीत बजाएर हामी ओरिजिनल जस्तो हुन्छ त्यस्तै गाइदिन्छौँ सो जस्तो सुने पनि इन्जोय गर्नु होला है त अब यस्तो छ रुगा खोके चिसो लाग्ने भनेको हामी जस्तो सिङ्गल केटीहरूलाई हो कि होइन त त्यो सबै मिङ्गलहरू त भरे घर घर तातोमा सुत्छ त्यो पनि खुट्टा यस्तो खप्टाएर हुन्छ नि यस्तो टाइपको के किनकि जाडो भगाउने भनेको जम्मा दुईटा मात्र तरिका छ कि दुईटा सिरक ओर्नु पर्यो कि सिरक भित्र दुईटा आउनु पर्यो
अब आफू पनि सिङ्गल होइन अनि हजुर तर दुईटा सिरक भन्दा त सिरकभित्र दुईटा चाँडो तातिन्छ बाबा तपाईँहरूलाई जसले टिकट काटेर भित्र आयो सक्सेस गराइदिनुभएको छ आदि हाम्रो हजुर उता ब्रेक डान्स फेड डान्स रमाइलो